ल आज हाम्रो चाहिँ यो धान रोप्ने कार्यक्रम चलिरहेछन्। यसपालि खै अहिलेसम्म असार नलायो हो के हो, पानी पनि खासै परेको छैन। पानी चाहिँ त्यति हिलो खेल्ने पानी पनि छैन हो। ल सानो सानो नानी बुवा बाबुले पनि रोपाइँ गर्दैछन्। उनीहरूलाई पनि रमाइलो गरी रोपिरहेछन्। यता चाहिँ हाम्रो मान्छेले तानिरहेछ माटो मिलाउनलाई। अरू ठाउँमा बरले तान्छ, हामी चाहिँ यहाँ मान्छेले तानिरहेछ, माटो मिलाइरहेछ, लेभल मिलाइरहेछन्। हाय 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 रसिल रोपाइँ कस्तो भइरहेछ? गुड, राम्रो, रमाइलो। ल ठिक छ। ल ल यता चाहिँ घरबेटी बा है मल छरिरहेछन्। माइला ठिक छ नि? रमाइलो भइरहेछ नि? तिम्रो नै गोरु जस्तै छ त, के गर्नु त नि? गरम क्या हो? ठिकै छ, रमाइलो। छिट्टै सिकाउनु पर्छ। अनि यो चाहिँ काठमाडौँ टोखामा है, टोखाको किसानलाई चाहिँ अहिले रोपाइँको चट्टारो हुँदैछ। हाय, यो चाहिँ बौसी राख्ने मान्छे, आली मिलाउने मान्छे। राम के छ? ठिकै छ? बिन्दास। गोरुले हान्छ यता। पाल्यो म जिङ्गलले। ल ओके, देखाइरहेको छु। ल ल यो चाहिँ हाम्रो सानो नानी रोपाइँ गर्दैछ। हाई छोरी, हाई। हेलो, खै हाई गरे खै रसिल। ल जसलाई मनपर्छ भिडियोमा सेयर गरौँ, कमेन्ट गरौँ, लाइक गरौँ, अनि सब्सक्राइब चाहिँ नबिर्सिनु होला है।